साथीहरू नमस्कार। तपाईहरूले कहिले यस्तो सर्फेस लेभल अर्थात् जमिन देख्नुभएको छ जहाँ उफ्रिँदा जमिन नै स्पन्ज जस्तै उफ्रिन्छ। यो कुनै चलचित्रको दृश्य होइन, यो भारतको छत्तीसगढ स्थित मैनपाटको जलजली भन्ने ठाउँको हो। केही दिन अघि म उक्त स्थानमा त्यहाँ पुगेको थिएँ। पहिलो नजरमा हेर्दा यो सामान्य घाँसे मैदान जस्तै देखिन्छ, तर जब यसमाथि हिँडिन्छ वा उफ्रिन्छ तब जमिन नै तलमाथि भएको जस्तो महसुस हुन्छ। म आफैले पनि त्यहाँ उफ्रिएर हेरेँ, हामीसित जानुभएका सबै साथीहरूले त्यहाँ उफ्रिएर हेर्नुभयो। साँच्चै जमिनमुनि केही नरम र लोचदार वस्तु भए जस्तो अनुभव भयो। यस ठाउँलाई स्थानीय रूपमा जलजली भन्दा रहेछन्। यसलाई बाउन्सिङ ल्यान्ड वा सेकिङ अर्थ भनेर पनि भन्न सकिन्छ। हुन त वैज्ञानिक अध्ययनमा यहाँको जमिन संरचना, पानी र जैविक पदार्थसँग सम्बन्धित विभिन्न पक्षबारे अध्ययन गरिएको रहेछ। त्यसैले यो सामान्य माटो मात्र होइन, प्रकृतिले हजारौँ वर्षमा बनाएको निकै अनौठो भूप्राकृतिक संरचना रहेछ। सबै ठाउँमा यो एरिया, यो जमिन उत्तिकै बलियो हुँदैन। त्यसैले कतै कतै चाहिँ जोखिमपूर्ण ठाउँहरू पनि हुँदो रहेछन्, जुन कुरा हामीलाई त्यहाँका स्थानीयहरूले जानकारी गराएका थिए। प्रकृतिले बनाएका कतिपय ठाउँहरू कस्ता अचम्मका हुँदो रहेछन्। यदि मिल्यो भने तपाईहरू पनि त्यो ठाउँमा भिजिट गर्नुहोला, जानुहोला। एकदम तपाईँलाई रमाइलो हुन्छ। हस् त, थ्याङ्क यू।